के युकेमा साँच्चै दुःख मात्र नै छ र त स्टुडेन्टहरूको लागि? नमस्ते यहाँहरू सम्पूर्णलाई फेरि पनि मेरो यस युट्युब च्यानल एमएस डायरिजमा। आज चाहिँ विशेष गरी चाहिँ मैले एउटा के कन्टेन्ट बनाउने भन्ने सोचिरहेको थिएँ भने दुःख त आफ्नो ठाउँमा छ दुःख त भइरहेको हुन्छ। दुःख सँगसँगै हामीले के सिक्यौँ भन्ने कुरा हो मेन इम्पोर्टेन्ट आजको टपिक चाहिँ। के युकेमा साँच्चै दुःख मात्र नै छ र त स्टुडेन्टहरूको लागि? के युके भनेको नयाँ आउने जति पनि स्टुडेन्टहरू छन् उनीहरूलाई एउटा दुःखको घर मात्र भइरहेको त छैन होला होइन? सबैले केही न केही कुराहरू सिकिरहेको छन्। त्यो विशेष गरी चाहिँ आज हामीले चाहिँ यहाँ आएर चाहिँ के सिक्यौँ र के कुरालाई चाहिँ हामीले बढी इम्पोर्टेन्ट दिनुपर्छ भन्ने कुरामा चाहिँ यो एउटा भिडियो बनाउन गइरहेको छु। होप यु विल लाइक इट। र यदि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नुहोला। र मैले चाहिँ विशेष गरी चाहिँ युकेमा स्टुडेन्टहरूको लागि चाहिँ इन्फर्मेटिभ भिडियो र आफ्नो डेली ब्लगहरू चाहिँ म हाल्ने छु यस्तो युट्युब च्यानलमा चाहिँ कन्टिन्युसली दिनेछु। आजको मेन टपिकतर्फ लागौँ। हामीले के सिक्यौँ त है? मैले यो आएको 3 महिनामा मैले के सिकेँ र मेरो साथी जुन रुममेट छ उहाँले आएको 6 महिनामा चाहिँ के सिक्नुभयो? केही न केही त सिक्यौँ नि। नयाँ ठाउँमा आइसकेपछि नयाँ कुरा सिकिन्छ। र विशेष गरी चाहिँ मैले हिजो एउटा सानो एउटा क्वेसन बनाएको थिएँ, वाट यु लर्न इन द युके भन्ने कुरामा चाहिँ एउटा क्वेसन बनाएको थिएँ र त्यो विशेष गरी चाहिँ 4वटा कुनै यस्तो कुराहरू जसलाई चाहिँ तपाईँहरू टप प्रायोरिटीमा राख्नुहुन्छ, जुन कुरा तपाईँलाई मोटिभेट अथवा त्यो कुरा चाहिँ आफूमा इम्प्लिमेन्ट गरेको भए योभन्दा बेटर हुन्थ्यो है भन्ने कुरा चाहिँ थियो। त्यो कुरामा चाहिँ अब मेरो साथीहरूले चाहिँ केही आफ्नो पोइन्टहरू चाहिँ राख्नुभएको छ। र त्यसमा चाहिँ सबभन्दा पहिलो कुरा चाहिँ अब एज हामी नेपाली भनौँ अथवा हाम्रो एउटा बानी नै लागेको हो कि ल 5 मिनट ढिलो जाऊँ न के हुन्छ र भन्ने कुरा चाहिँ होइन? कुनै कारण काम गर्दाखेरि एकछिन पर्खौँ न भन्ने बानी थियो। तर एज अ स्टुडेन्ट इन्टरनेसनल स्टुडेन्ट युकेमा आइसकेपछि चाहिँ त्यो कुरा चाहिँ कम्प्लिटली डिफ्रेन्ट भइरहेको छ हामीहरूको लाइफमा होइन? 5 मिनट इभन 5 मिनट त ठुलो कुरा हो। 1 मिनट ढिलो हुँदा पनि बस छुट्छ। बस छुट्यो भने नेक्स्ट बस आउने 15 मिनट पछि आउँछ अथवा 15-10 मिनट र 5 मिनट। त्यो 5 मिनटको ग्याप नै आफूलाई आधा घन्टा जस्तो हुन्छ क्या। किनभने तपाईँ 5 मिनटको 1 मिनट कारणले तपाईँको बस छुट्यो भने नेक्स्ट 15 मिनट अर्को बसलाई वेट गर्नु पऱ्यो होइन? त्यो 15 मिनट भनेको तपाईँको काममा डिले भयो भने 15 मिनट काममा जाँदा 15 मिनट ढिलो भयो भने काम गर्ने मान्छेले रिसाउँछ, उनीहरूको प्रति आफ्नो नजर पनि नराम्रो हुन्छ, आफ्नो नेगेटिभ इम्प्याक्ट पर्छ होइन? यो मान्छे ढिलो आउँछ भन्ने कुराले। त्यो कुरा चाहिँ सबभन्दा फर्स्ट प्रायोरिटी हामीले राखेको टाइम म्यानेजमेन्ट। यहाँ आइसकेपछि टाइम 1 मिनटको पनि कति महत्त्व हुन्छ भन्ने कुरा चाहिँ 1 मिनट इभन 1 सेकेन्ड पनि कति महत्त्व हुन्छ भन्ने कुरा चाहिँ यहाँ आएर चाहिँ हामीले सिकेको कुरा हो। फर्स्ट प्रायोरिटी टाइम इज भेरी इम्पोर्टेन्ट। र सेकेन्ड प्रायोरिटी भनेको मनी इज अनदर मोस्ट इम्पोर्टेन्ट। किनभने अब हामी अब नेपालमा हुँदा अथवा जुनसँग अरू आफ्नो होम कन्ट्री हुँदाखेरि चाहिँ हामीले के रुपियाँहरू चाहिँ ल 5 रुपियाँ नहोस्, 100 रुपियाँ नहो, 500 रुपियाँ नहो भन्ने यसरी खर्च गर्दा त्यस्तो केही लाग्दैन होइन? तर यहाँ आइसकेपछि चाहिँ कस्तो हुन्छ भने मतलब 1 पाउन्ड पनि नेपाली 1000 बराबरको भ्यालु फिल हुन्छ कि। किनकि त त्यो हाम्रो माइन्डसेट नै के हुन्छ भने 1 पाउन्ड भने सिधै नेपाली रुपिजमा क्यालकुलेट भइहाल्छ। तर एज अ स्पेन्ड गर्दाखेरि पनि त हुन्छ नि त्यो लेभलको हामीलाई भ्यालु लाग्छ कि 1 पाउन्डको पनि। किनभने त्यो 1 पाउन्डले गर्दा मैले 3-4वटा सामान पाउँछु कि सामान किन्न। अनि त्यो सामान भनेको मेरो 1 हप्तासम्म नि चल्ने हुन्छ। कतिपय सामानहरू चाहिँ लेस देन 1 पाउन्डको सामान 1 हप्तालाई मेरो चल्छ होइन? घरको ग्रोसरी किन्ने हो भने। तर ती सँगसँगै यहाँ पिन्स जुन हुन्छ हामीहरूको पिन्सहरू, यहाँ मेरो साथीले यसभरि सबै पिन्स यो चाहिँ जम्मा गरेर राखेको छ होइन? यो भने के भने तपाईँ 1 पाउन्डको सामान किन्यो भने 2 पिन्स 5 पिन्स पनि उनीहरूले रिटर्न दिन्छ कि। किनभने यसको इम्पोर्टेन्ट कति छ भन्ने कुरा त्यहाँबाट बुझिन्छ। अब नेपालमा भयो भने त ल 2 रुपियाँ होला, 2 रुपियाँको चक्लेट दिनु भन्छ, 2 रुपियाँ चक्लेट खान्छौँ सक्यो होइन? तर यहाँ चाहिँ के हुन्छ पिन्स, यो जुन हामीहरूमा हुन्छ पैसा हुन्छ नि, पैसा पनि हाम्रो यहाँ पिन्स फिर्ता हुन्छ कि। यो पैसा चाहिँ हामीले कलेक्ट गरी अरू केही सामान 5-6 पाउन्डको सामान किन्नलाई हामीलाई यति पैसा जम्मा भएको हुन्छ। त्यसले गर्दा चाहिँ यहाँ आएर चाहिँ के बुझ्यो भने मनी इज रियली इम्पोर्टेन्ट होइन? त्यसले गर्दा चाहिँ पैसा नकमाउने होइन, कमाइरहेको हुन्छ, सबैले पैसा कमाइरहेको हुन्छ। र पैसा कमाउनु मात्र ठुलो कुरा होइन है? मेरो विचारमा चाहिँ पैसा कमाउनु मात्र ठुलो कुरा होइन। र त्यो पैसालाई तपाईँले कसरी युटिलाइज गर्नुहुन्छ र त्यो पैसालाई युटिलाइज मात्र सीमित नभएर त्यो पैसालाई कसरी जोगाउनुहुन्छ, सेभिङ गर्नुहुन्छ अथवा इन्भेस्टमेन्ट गर्नुहुन्छ, त्यो कुरालाई पनि ध्यान दिनुपर्छ। एज हामी अहिले 20s अथवा म्याक्सिमम् मेरो अब सर्कलमा भएको साथीहरू भनेको 20s देखि 25 to 30 को बिचको
साथी सर्कल छ र त्यो टाइममा चाहिँ जुन हामीले कमाएको पैसा हुन्छ र हाम्रो कुरा भइरहेको थियो कि इन्भेस्टमेन्ट होइन, पैसा कमाइसकेपछि त्यो पैसालाई इन्भेस्टमेन्ट पनि गर्न जरुरी छ र कमाएको पैसा खर्च गर्न मात्र होइन र पछिको लागि पनि हामीले सेभिङ गर्नु एकदमै इम्पोर्टेन्ट हो। र त्यस कारण चाहिँ म के भन्न चाहन्छु भने जुन हाम्रो सेकेन्ड पोइन्ट थियो, मनी इज रियली इम्पोर्टेन्ट, र त्यो कमाएको पैसालाई आफूले कसरी खर्च गरिरहेको छु र कति मैले इन्भेस्ट गरेँ भने चाहिँ मेरो पछिको लागि बेटर हुन्छ, अनि त्यो चाहिँ आफूले चाहिँ मनी ट्र्याक चाहिँ गर्नु एकदमै जरुरी छ। र अब हाम्रो थर्ड एकदमै इम्पोर्टेन्ट कुरा यहाँ सिकेको भनेको गिभ यर टाइम टु यर हेल्थ होइन, आफ्नो स्वास्थ्यको लागि पनि समय दिनुपर्छ। हामीले जुन काम भन्दै नाइट सिफ्ट, डे सिफ्ट होइन गरिरहेको हुन्छौँ, अब आफ्नो एनआई काम गरिरहेको हुन्छौँ, सँगसँगै अरू काम पनि गरिरहेको हुन्छौँ। त्यसले गर्दा चाहिँ यो कामहरूमा चाहिँ एकदमै आफूलाई आफ्नो शरीर हेल्थलाई टाइम नदिएर कम्प्लिटली काममै जानु चाहिँ राम्रो होइन है। त्यसले गर्दा किनभने तपाईँको अहिलेको हेल्थ र अहिलेको एनर्जीले तपाईँले यो काम गर्नुहुन्छ होइन, जस्तो कामलाई भोकै पनि दिनभरि काम गर्न सकेला, र अबको नेक्स्ट 20 इयर्स पछि कि यही एनर्जी रहिरहन्छ त शरीरमा रहँदैन है, यही एनर्जी रहिरहँदैन। त्यो टाइममा अब अहिले तपाईँले आफ्नो हेल्थको केयर गर्नु भएन र टाइममा खाना खानु भएन, टाइममा भन्दा पनि एटलिस्ट खाना चाहिँ खानु पऱ्यो दिनमा। ल सधैँ एउटै टाइममा खाना हुन्छ भन्ने हुँदैन, कहिलेकाहीँ काममा छिटो जानुपर्छ, कहिले ढिलो गइरहेको हुन्छ। तर एटलिस्ट मैले के जोड्न चाहेँ भने त्यो बिहान ढिलोसम्म सुतेर खानै नखाएर त्यही काममा जानु, अथवा कामबाट आएर एकदम थकाइ लागेर आज खानै खाँदैन भने त्यसरी सुत्नु, त्यो चाहिँ राम्रो होइन। एटलिस्ट खाना टाइममा नहोला, तलमाथि होला खानाको टाइम, तर एटलिस्ट खाना चाहिँ खानुपर्छ है। सकिन्छ भने दिनमा 4 चोटि खानु एकदमै बेटर, सकिँदैन भने एटलिस्ट दिनमा 2 चोटि चाहिँ खाना चाहिँ एनी हाउ खानुपर्छ है। अब मैले देखिरहेको छु आफ्नै ठाउँमा है, बसिरहेको ठाउँमा यस्तो पनि मान्छे देखेको छु कि ल दिनभरि काम गरेर राति आएर खाना नखाएर पनि सुतेका छन् होइन। अब कहिलेकाहीँ त हुन्छ नि शरीर यस्तो शरीर थाकिएको हुन्छ कि काम गर्ने मतलब काम त फरक कुरा, खाना खाने त्यो जाँगर नै चल्दैन क्या। त्यसले गर्दा चाहिँ त्यो जस्तो काम गरेर आए पनि सकिन्छ भन्दा पनि सकेसम्म चाहिँ खाना चाहिँ खाएरै सुत्नुहोस् होइन। त्यसले गर्दा चाहिँ आफ्नो हेल्थलाई पनि प्रायोरिटी दिनुहोस्, र सँगसँगै आफ्नो हेल्थको लागि चाहिँ सुइटेबल जुन ड्राई नट्सहरू हुन्छ, फ्रुट्सहरू हुन्छ, त्यो चाहिँ खानुहोस्। यो यहाँ जुन सस्तो पायो भनेर मासुमा मात्र बसेर चाहिँ राम्रो होइन है। त्यो अब यहाँ सबभन्दा सस्तो भनेको मासु नै हो। अरू कुराहरूमा कम्पेयर गर्ने हो भने मासु सस्तो पाउँछ, सजिलै बनायो खायो चटफट गऱ्यो सक्यो। तर फ्रुट्सहरू, भेजिटेबल्सहरू चाहिँ र नट्सहरू, ड्राई नट्सहरू चाहिँ त्यो पनि किनेर खानु एकदम बेस्ट, किनभने त्यसले चाहिँ हाम्रो शरीरलाई जुन चाहिने एउटा न्युट्रिसन हुन्छ त्यो चाहिँ फुलफिल गर्छ होइन। प्रोटिनहरू हामीलाई चाहिरहेको हुन्छ शरीरमा, यत्रो काम गरिरहेको हुन्छ दिनभरि, शरीर थकान हुन्छ, केही नखाएर सुतेको छ, बिहान उठ्यो खालि भोकै पेटमा, त्यसले बिस्तारै विभिन्न रोगहरू चाहिँ हाम्रो शरीर लाग्छन्। त्यसले गर्दा चाहिँ आफ्नो हेल्थलाई पनि एकदमै इम्पोर्टेन्ट दिनु होला भन्न चाहन्छु। र यसमा चाहिँ एउटा कस्तो भने यदि तपाईँ रुम पार्टनरले राम्रो भएन, अथवा रुममा एक्लै हुनुहुन्छ होइन, सधैँ काम गर्नुहुन्छ, एक दिन बिरामी भयो भने चाहिँ अब त्यो बिरामी भएको टाइममा चाहिँ केयर चाहिँ कसले गर्ने होइन, कोही केयर गर्ने मान्छे नै हुँदैन, पानी दिने मान्छे हुँदैन, औषध दिने मान्छे हुँदैन। त्यसले गर्दा चाहिँ पैसा भन्दा पनि आफ्नो हेल्थलाई पनि आफ्नो टाइम दिनु होला। त्यसले गर्दा यहाँ आएर अर्को कुरा सिकेको भनेको हेल्थलाई पनि आफ्नो एकदमै ध्यान दिउँ, आफ्नो स्वास्थ्यलाई पनि केयर गरौँ। नेपालमा त के थियो, आमा बुवाले बनाएको खान्थ्यौँ होइन, त्यो समस्या टेन्सनै हुन्थेन कि। हुन्छ नि, बिहान उठ्नेबित्तिकै नास्ता हुन्थ्यो, त्यसपछि खाना खायो, दिउँसो नास्ता, फेरि बेलुका खाना खायो, सुत्यो। यहाँ कस्तो कहिलेकाहीँ यस्तो हुन्छ भने बिहान उठ्यो त्यति गइरहेको हुन्छ काममा होइन, बेलुका आयो खाना खायो सुत्यो, एक टाइमको खाना पनि भइरहेको हुन्छ कहिलेकाहीँ। त्यस्तो चाहिँ नगर्न सजेस्ट गर्छ है। अब जो जति यहाँ हुनुहुन्छ होला, सबैलाई आफ्नो त्यो डे टु डे टाइम टेबल मिलाएर आफ्नो फलोअप गरिराख्नु भयो होला, आफ्नोलाई टाइममा खाना खाइराख्नु भयो होला। त्यही पनि मेरो तर्फबाट र मेरो तर्फबाट भन्दा पनि मैले सिकेको कुरा र मेरो साथीको एक्सपिरियन्सबाट बुझेको कुरा चाहिँ हेल्थलाई पनि एकदमै हामीले इम्पोर्टेन्ट दिनुपर्छ। र अर्को कुरा यहाँ आएर सिकेको भनेको डिसिप्लिन है। डिसिप्लिन कुन आधारमा भन्न चाहन्छु भने अब हामी चाहिँ कस्तो ठाउँमा हुर्केको भनेको चाहिँ लाइनमा पनि हुन्छ नि, ल तेरोभन्दा अगाडि म जान्छु है भनेर त्यसरी हिँडिरहेको हुन्छु। अब कतिपय ठाउँमा त लाइनै लागिरहेको हुँदैन, त्यत्तिकै हतारमा हिँडिरहेको हुन्छ, एकअर्कालाई त्यो मतलबै नगरेर हिँडिरहेको हुन्छु। तर यहाँ आएर चाहिँ के सिक्यो भने डिसिप्लिनमा चाहिँ रहनु चाहिँ एकदमै इम्पोर्टेन्ट हो है। किन डिसिप्लिनमा तपाईँ डिसिप्लिनमा रहनुभयो भने चाहिँ तपाईँको वरिपरि भएको सर्कलको मान्छेले तपाईँलाई हेर्ने नजर नै फरक हुन्छ होइन। त्यो ठाउँमा तपाईँ एकदम डिसिप्लिनमा बसिराख्नु भएको छ, त्यो इन्भाइरोमेन्ट अनुसार आफूलाई कोअपरेट गरिराख्नु भएको छ भने चाहिँ त्यसले गर्दा चाहिँ तपाईँको
अरू मान्छेप्रति तपाईँलाई हेर्ने नजरिया एकदम धेरै फरक हुन्छ। त्यसले गर्दा डिसिप्लिन एकदमै ध्यान दिनुपर्ने कुरा। र त्यो मैले कसरी एउटा अर्को कुरा कसरी बुझेको भने जुन हामी ट्रेन अब यहाँ त म्याक्सिमम् ट्रेन नै युज गरेर आएको हुन्छौँ। ट्रेनमा जाँदाखेरि चाहिँ अब एस्काभेटरमा जाने टाइममा चाहिँ मान्छेहरू एकदम परबाट पनि लाइनमा हिँडिरहेको हुन्छन् कि होइन। इभन त्यो एस्काभेटर अगाडि मान्छे हिँडिरहेको हुन्छ, उनीहरू आएर हुन्छ नि हतारमा म तेरोभन्दा अगाडि जान्छु, त्यसरी चाहिँ हुँदैन। उनीहरू मान्छे त्यहाँ एस्काभेटर कस्तो हुन्छ भने यहाँको उसमा चाहिँ एउटा लाइनमा चाहिँ मान्छेहरू इब्बेर बिस्तारै गइरहेको हुन्छ र जो साइडमा यदि कसैले हतार्छ भने साइडमा ठाउँ छोडिरहेको हुन्छ, मान्छेहरू आफ्नै तरिकाले गइरहेको हुन्छन्। तर जुन त्यो लाइनमा भएको मान्छे हुन्छ त्यो मान्छेले आफूभन्दा अगाडि मान्छेले डिस्टर्बै गर्दैन, त्यसरी डिसिप्लिनमा उनीहरू हिँडिरहेको हुन्छन्। त्यसले गर्दा चाहिँ डिसिप्लिन पनि यहाँ आएर मैले सिकेको कुरा एकदम डिसिप्लिनमा रहिरहनुपर्छ। नेपालमा अब अनडिसिप्लिन भयो त्यसरी बसेको भन्ने कुरा चाहिँ होइन, तर कतिपय कुराहरू चाहिँ हामी लापरवाही गरिरहेको हुन्छौँ, थाहा भएर पनि हामी त्यसलाई फलो गरिरहेको हुन्नौँ होइन। माइन्डमा त हुन्छ यो नराम्रो भनेर त्यही पनि त्यो काम हामी गरिरहेको हुन्छौँ। त्यसले गर्दा चाहिँ डिसिप्लिन चाहिँ यहाँ आएर अर्को सिकेको कुरा। र अर्को कुरा चाहिँ मैले के जोड्न चाहेँ भने यो सबैको सँगसँगै कहिलेकाहीँ रमाइलो पनि गर्न एकदमै जरुरी छ होइन। कहिलेकाहीँ साथीहरूसँग मिलेर कतै घुम्न जाने नजिक कतै पार्क छ अथवा कुनै अब राम्रो सिटी छ, कुनै राम्रो प्लेस छ भने चाहिँ त्यहाँ चाहिँ साथी सर्कल बनाएर आफ्नो फ्रेन्डसिप बनाएर चाहिँ त्यसरी चाहिँ जानुपर्छ है। अब सधैँ काममा गइरहेको हुन्छ, अब कस्तो हो भने बिहान उठ्यो, खाना खायो, काममा गयो, बेलुका आयो, खाना खायो, सुत्यो। त हप्तैभरि त्यो भइरहेको हुन्छ कि अब एभ्री डे त्यही एउटा सर्कलमा हामी हिँडिरहेको हुन्छौँ। त्यसले गर्दा चाहिँ कहिलेकाहीँ चाहिँ आफ्नो एउटा मुड फ्रेस, इन्जोयमेन्ट, रिल्याक्स टाइमलाई पनि त्यो छुट्याएर चाहिँ अब वन्स इन अ विक भए झनै बेटर होइन। सकिन्न भने हप्ता अथवा महिनौँ दिनमा एकचोटि गए पनि एकदमै बेटर होइन। एक महिनैभरि काम गऱ्यो, 1-2 दिन यसो रमाइलो गरेर घुम्न गयो कतै, त्यो चाहिँ बेटर है। त्यसले गर्दा चाहिँ सधैँ काम, पढाइ भन्दा पनि कहिलेकाहीँ आफूलाई आफ्नो मुड फ्रेस पनि गर्न जरुरी छ, किनभने हामी घरभन्दा धेरै टाढा आएको छौँ। अब सधैँ साथीसँग भइन्न, कहिलेकाहीँ साथीहरू पनि हामी एउटै रुममा हामी 4 जना बस्छौँ, कहिलेकाहीँ त 4 जना सँगै हुँदैन। फर्स्टमा काम नहुँदा सँगै हुन्थ्यो, आजभोलि त अब आज पनि म घरमा खास एक्लै हुन्थेँ, अब साथीको काम भएर साथी घरमा बसेको छ। नत्र भने आज म दिनभरि घरमा एक्लै हुन्थेँ, सबै साथी काममा हुन्थे। अब भोलि म काममा हुन्छु, साथीहरू कोही घरमा हुन्छ, कोही कहाँ हुन्छ। त्यसलाई त्यो भेटघाटै हुँदैन, एउटै रुममा भयो भने त्यति साह्रो भेटघाट भइरहेको हुन्न। त्यसले गर्दा चाहिँ कहिलेकाहीँ यसो टाइम मिलाएर चाहिँ घुम्नुपर्छ, रमाइलो गर्नुपर्छ, आफूलाई पनि मुड फ्रेस राख्नुपर्छ। र त्यसको सँगसँगै अब अर्को कुरा चाहिँ के गरौँ भने जुन मैले धेरै जस्तो भिडियोहरूमा अथवा टिकटकहरूमा, फेसबुकहरूमा देखिरहेको हुन्छु, युके साँच्चै नै गाह्रो हो र स्टुडेन्टहरूको लागि भन्ने कुरामा चाहिँ के भन्न चाहन्छु भने गाह्रो छ नभएको होइन। किनभने मैले फर्स्टमा पनि भनेको नयाँ ठाउँ, नयाँ गाउँमा चाहिँ गाह्रो नै हुन्छ, हरेक कुराहरू केही समय लाग्छ आफूलाई त्यो ठाउँमा एडजस्ट गर्न। र यहाँ मैले अर्को कुरा एउटा बुझेको भनेको कम्युनिकेसन चाहिँ एकदमै हुनुपर्छ है। जस्तै आफूले इन्ट्रोभर्ट भएर त्यस्तो मान्छेको चाहिँ एकदमै त्यो मान्छेले चाहिँ सक्सेस हुन एकदमै गाह्रो हुन्छ यो ठाउँमा चाहिँ। किनकि यो ठाउँ भनेको तपाईँको कम्युनिकेसन, तपाईँले आफ्नो कनेक्सन जति बढाउनु भयो त्यति नै तपाईँको लागि बेटर होइन। तपाईँले अब जस्तै म एज एउटा नेपाली स्टुडेन्ट हो र बाटोमा अथवा ट्रेनमा बसमा कतै एउटा नेपाली हामीभन्दा सिनियर कोही मान्छे देख्यो भने नेपाली पो रहेछ भनेर मनमा सोच्ने होइन कि, गएर बोलिहाल्नुपर्छ। त्यस्तो मान्छेसँग बोल्यो भने उहाँले आफ्नो एक्सपिरियन्स सुनाउनुहुन्छ। मैले यति वर्षदेखि बसिरहेको छु अथवा यस्तो यस्तो कामहरू मैले गरिरहेको छु, यो काम गर, यो कामले गर्दा तिमीहरूलाई अझ बेटर हुन्छ, यो लाइनमा हिँड। उहाँहरूले हामीलाई एउटा केही कुराहरू सिकाउनु भन्नुहुन्छ, अथवा उहाँहरूले 1-2 कुरा भने तापनि त्यो कुरा हाम्रो लागि बेनिफिट हुनसक्छ नि त है। अब त्यो खालि मनमा नेपाली दाइ हुनुहुँदो रहेछ भनेर मनमा सोच्ने मात्र होइन, उहाँसँग बोल्यो भने उहाँको 1-2 कुराहरू के भन्यो भने त्यो चाहिँ हाम्रो लागि बेनिफिट हुन्छ, प्लस पोइन्ट हुन्छ। त्यसले गर्दा चाहिँ कम्युनिकेसन यहाँको एकदमै हुनुपर्छ यो ठाउँमा चाहिँ। र कनेक्सन पनि एकदमै बढाउनु जरुरी छ। जोसँग बोलचाल गर्नुहुन्छ उहाँसँग नम्बर लिनुहोस्, थाहा हुँदैन को मान्छे कुन दिन कहाँ काम लाग्छ भनेर। त्यसले गर्दा चाहिँ अरूको नम्बर लग्दैमा, अरूसँग बोल्दैमा त्यो नराम्रो भन्ने होइन, अरूसँग बोलचाल गर्नुपर्छ, हेलो हाई गर्नुपर्छ होइन, सबैसँग कनेक्सन बढाउनुपर्छ। त्यसले गर्दा चाहिँ त्यो मान्छेले चाहिँ पछि जहाँ कुनै दिन न कुनै दिन हेल्प मिल्छ क्या। अनि यस्तै हामीले यस्तो इन्भाइरोमेन्टमा हामीले बस्न चाहन्छौँ भने हामीले यसरी कम्युनिकेट गरेर अथवा सर्कल आफ्नो बढाउँदै जाने हो भने चाहिँ गाह्रो चाहिँ छैन। त्यो कन्डिसन आफूले त्यसरी आफूलाई आफूमा त्यो कुराहरू चाहिँ इम्प्लिमेन्ट गर्नुहुन्छ र सबैसँग बोलचाल गर्नुहुन्छ भने त्यति साह्रो गाह्रो चाहिँ हुँदैन। किनभने यहाँ सबभन्दा बढी काम पाउने भनेको रिफरबाटै हो।
यदि तपाईँले कसैसँग बोलचाल गर्नुहुन्छ, चिनजानी बढाउनुहुन्छ भने उहाँहरूको ठाउँमा कुनै काम खाली छ भने उहाँहरूले हामीलाई रिफर गरिदिन्छ, मेरो ठाउँमा काम खाली छ है, एप्लाई गर के थाहा मिल्छ कि। त्यो भन्नु नै ठुलो कुरा हो नि त। यहाँ कसैले कसैलाई भन्दैन क्या, यो ठाउँमा काम छ है, यहाँ जा काम गर भने कसैले भन्दैन। यदि तपाईँले कसैसँग राम्रोसँग कनेक्सन बढाउनु भएको छ, चिनजान बोलचाल राम्रो गर्नुभएको छ भने उहाँ व्यक्तिले हामीलाई यो ठाउँमा मेरो काम गर्ने ठाउँमा काम खाली छ, आऊ एप्लाई गर, मिल्न सक्छ, तिमीलाई चान्स हुनसक्छ भनेर त्यो ठाउँमा हामीले काम पायो भने त्यो नै हाम्रो लागि एकदमै ठुलो कुरा हो। त्यसले गर्दा चाहिँ आफूलाई त्यसरी चाहिँ यो इन्भाइरोमेन्टमा चाहिँ एडप्ट गर्नुपर्छ। यदि हामीले त्यस्तो गऱ्यौँ भने चाहिँ त्यति साह्रो गाह्रो चाहिँ लागेन मलाई। र अब एज अ इन्टरनेसनल स्टुडेन्टमा चाहिँ स्टुडेन्ट भिजामा आउँदा चाहिँ जुन गाह्रो हुने कुरा भन्ने कुरा चाहिँ एज अ ब्याचलर स्टुडेन्टको लागि किन गाह्रो भन्दाखेरि चाहिँ ब्याचलरमा तपाईँ आउनुहुन्छ ल फर्स्ट इयरमा चाहिँ घरबाट पैसा हालिदिनुहुन्छ, पैसा हालेर 1 इयरको फी हालेर आउनुहुन्छ, अथवा आफ्नो लागि खर्च 2-4 महिनाको खर्च ल्याएर आउनुहुन्छ र केही महिना घरबाट नि पठाइदिनुहुन्छ। तर यो ठाउँमा आइसकेपछि रेगुलर एभ्री मन्थ घरबाट पैसा पठाउन, एभ्री टाइम घरबाट युनिभर्सिटी फी हाल्न सम्भव छैन। एज हामी जुन नेपाली जुन हामी ब्याकग्राउन्डबाट आउँछौँ, फाइनेन्सियल ब्याकग्राउन्ड, त्यो फाइनेन्सियल ब्याकग्राउन्ड हाम्रो त्यति स्ट्रङ छैन कि हामीले युकेको एभ्री इयरको युनिभर्सिटी फी हामीले घरबाट मगाएर तिर्न सक्दैनौँ होइन। अब नसकिने भन्ने होइन, कतिपयले सक्नु होला। र मेजोरिटी अफ द हामीले चाहिँ के हुन्छ भने हामीले यहीँ कमाएर यहीँ तिरिरहेको हुन्छौँ। र ब्याचलरको केसमा के छ भने उनीहरूले यो 6-7 महिना मजाले काम गर्यो, त्यो पैसा एभ्री डेको उनीहरू काम गरेको पैसा बिस्तारै बचाउँदै सेभिङ गर्दै अर्को नेक्स्ट इयरको युनिभर्सिटी फी तिर्नुपर्छ। उनीहरू युनिभर्सिटी फी भनेको 12-13-14 हजार हुन्छ। त्यत्रो पैसा कमायो, त्यति दुःख गरेर पैसा कमाएको हुन्छ, त्यो पैसा लगेर एकैचोटि फेरि युनिभर्सिटीमा तिर्दाखेरि चाहिँ आफूमा सेभिङ केही देखिँदैन। मेन गाह्रो भनेको त्यो नै हो होइन, सेभिङ केही रहँदैन र काम गर्दै पैसा तिर्दै गर्दा आफूलाई नराम्रो लाग्छ, गाह्रो हुन्छ। र मास्टरको केसमा सजिलो कुन कारणले भने अब मास्टर 1 इयरको हुन्छ, 1 इयरको फी हामीले नेपालबाट हालेर आयौँ भने अब यहाँ भएको जति पनि पैसा अथवा आइसकेपछि काहीँ न कता काम लागिहाल्छ। काम लागिसकेपछि जुन कमाएको पैसाले अलिकति आफूलाई खर्च राखेर अलिकति घरमा पठायो भने चाहिँ घरमा पनि आफ्नो लोनहरू त्यो पे गर्न सजिलो हुन्छ। त्यो नै एउटा प्लस पोइन्ट हो मास्टरको लागि। र ब्याचलर र मास्टरमा गाह्रो भनेको एउटा यो फीको कारणले गाह्रो हो, अरू त्यस्तो गाह्रो त म भन्दैन। किनभने जस्तो कामको लागि दुःख पाउने ब्याचलरले पनि त्यही हो दुःख हो, मास्टरले पाउने दुःख पनि त्यही हो। मास्टरले जुन तरिकाले काम पाउने हो, ब्याचलर स्टुडेन्टले पनि त्यसरी तरिकाले काम पाउने हो र काम पनि एउटै ठाउँमा गर्ने हो, एउटै किसिमको काम गर्ने हो। त्यो कामको भिन्नता भन्ने होइन। गाह्रो भनेको फाइनेन्सियल कुरामा जुन युनिभर्सिटी फी पे गर्नुपर्छ त्यो कुरामा मात्र गाह्रो हो। र अरू कुराहरू चाहिँ अब हामीले सोधेको साथीअनुसार चाहिँ के छ भने अब साथीले यहाँ के लेख्नु भएको छ भने डु एनी टाइप अफ वर्क विदाउट हेजिटेसन है। यदि नेपालमा कुनै आफूलाई के कामहरू गर्न मन छ अथवा हुन्छ नि, मेरो प्लानिङ चाहिँ यो भइरहेको थियो तर अब मैले एउटा त्यो काम इनिसियल गर्न नि सकेन भने त्यो तरिकाले चाहिँ आफूलाई डिमोटिभेट चाहिँ गर्नु भएन। किनभने अहिले चाहिँ नेपालमा यति राम्रो स्टार्टअपहरू चाहिँ गरिरहेको हुन्छ, मान्छेहरू एकदम यङ एन्टरप्रेन्योर्सहरू चाहिँ देखिरहेको छ होइन। उनीहरूले आफ्नो प्रोडक्टलाई कहाँदेखि कहाँ पुर्याइसके। त्यसले गर्दा चाहिँ यदि तपाईँको आफ्नो माइन्डमा चाहिँ के कुरा खेलिरहेको छ हुन्छ नि, म यो बिजनेस गर्न चाहन्छु है भन्ने छ भने चाहिँ एटलिस्ट आफ्नो प्यारेन्ट्ससँग चाहिँ त्यो कुरा चाहिँ राम्रोसँग डिस्कस गरेर त्यो आफ्नो इन्भेस्टमेन्ट आफ्नो त्यो बिजनेसलाई चाहिँ ग्रो अप भन्दा नि स्टार्ट गर्न नि बेटर भन्छु होइन। किनभने अब अरूको लाज मानेर सोसियल मिडियामा कसरी मैले आफ्नो प्रोडक्टलाई बिक्री गर्ने, आफ्नो सोसियल मिडियामा कसरी चाहिँ यसलाई युटिलाइज गर्ने होइन, अरूले के भन्लान् अथवा मैले बिजनेस त स्टार्ट गरौँ 1-2 वर्षपछि त्यो भने जस्तो भएन भने चाहिँ के गर्ला भने त्यसरी त्यो मनमा डाउटहरू चाहिँ राखेर चाहिँ पछाडि पर्नु चाहिँ राम्रो होइन। यदि तपाईँ कुनै बिजनेस माइन्डसेट छ भने अथवा बिजनेस कुनै आइडिया छ भने त्यो कुरालाई चाहिँ आफ्नो फ्यामिलीसँग डिस्कस गरेर त्यसरी त्यसमा इन्भेस्ट गरेर फ्यामिली थ्रु इन्भेस्ट गरेर स्टार्ट गरेको चाहिँ बेटर है। किनभने जति दुःख हामी यहाँ गरिरहेको हुन्छ नि, एभ्री डे वर्क जति हार्ड वर्क हामी यहाँ गरिरहेको हुन्छ त्यति नै हामीले नेपालमा गऱ्यो भने नेपालमा पनि एकदम राम्रो गर्न सकिन्छ, राम्रो पैसा कमाउन सकिन्छ। र अनि अर्को कुरा चाहिँ अलवेज फोकस अन यर गोल होइन। अब जुन आफ्नो एउटा गोल, आफ्नो जुन ड्रिमले हामी आएको हुन्छ एज अ इन्टरनेसनल स्टुडेन्ट्सहरू चाहिँ त्यो कुरामा चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ र आफ्नो गोलप्रति नै एकदमै फोकस होइन। त्यो सबै जहिले त्यो मतलब हुन्छ नि लेबर काम भन्दा पनि जहिले त्यो एउटै लो लेभल काम भन्दा पनि मेन फोकस चाहिँ आफ्नो सब्जेक्ट रिलेटेड काममा चाहिँ फोकस गर्नुपर्छ। किनभने अब फर्स्टमा चाहिँ हामीलाई के हुन्छ भने जस्तो काम पायो भने काम गरौँ पैसा कमाउँ भन्ने हुन्छ र बिस्तारै सधैँ त्यही काम भन्दा पनि बिस्तारै आफ्नो सब्जेक्ट रिलेटेड कामप्रति चाहिँ सिफ्ट भएको बेटर सकिन्छ भने
त्यो लाइनतिर गएको धेरै बेटर। र अर्को एउटा एकदम इम्पोर्टेन्ट कुरा चाहिँ यो ठाउँमा आएर हामीले आजभोलि धेरै देखिरहेको हुन्छौँ, जुन अन्डर एज गर्ल्सको जुन केसहरू देखिरहेको हुन्छु टिकटक अथवा फेसबुक जता पनि देखिरहेको हुन्छु, त्यो कुरामा पनि एकदमै ध्यान दिनु होला भन्न चाहन्छु। ग्याम्लिङहरूबाट नि धेरै टाढा भएको राम्रो। हेरिरहेको हुन्छ फेसबुकमा पनि आइरहेको हुन्छ, कतिपय स्टुडेन्टहरू त्यो ग्याम्लिङमा फसिरहेको हुन्छ, अब अनएक्सपेक्टेडमा स्क्याममा फसिरहेको हुन्छ। त्यसले गर्दा चाहिँ त्यस्तो कुराहरूबाट चाहिँ त्यो पैसा कमाउने लोभमा चाहिँ एकदम केयरलेस भएर चाहिँ त्यसरी कुनै पनि कुराहरूलाई चाहिँ पत्याइहाल्ने त्यस्तो काम चाहिँ नगर्नु होला, किनकि यो ठाउँमा स्क्याम चाहिँ एकदमै बढी हुन्छ। र यो ओभरअल सबै मैले सेयर गरेको भनेको आफूले यो अहिलेसम्म यहाँ युके आएर भोगेको कुरा र अथवा मैले सिकेको कुरा, यो कुराहरूलाई चाहिँ नेपालमा गरिदिएको भए अझै बेटर हुन्थ्यो भन्ने रियलाइज भएको कुराहरू चाहिँ मैले सेयर गरेँ। र यस्तै कुराहरू चाहिँ हामी यो मेरो यस युट्युब च्यानल एमएस डायरिजमा मैले हाल्ने नै छु। त्यसले गर्दा चाहिँ यदि यो मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र साइडमा रहेको बेल आइकनलाई पनि क्लिक गर्नुहोला, र ताकि मैले हालेको हरेक कुराहरूको नोटिफिकेसन यहाँहरू सब पुगोस्। र यति कुरा भन्दै यहाँबाट छुट्टिन चाहन्छु। बाई बाई।